जय मसीह साथीहरु, म तपाईलाई यस भिडियो सन्देशमा फेरि स्वागत गर्न चाहन्छु। आज पनि तपाईहरुको माझमा एउटा महत्त्वपूर्ण भिडियोको साथमा म उपस्थित भएको छु। आज हामी मृत्युपछि के हुन्छ भन्ने विषयमा बाइबलबाट केही कुराहरू हेर्नेछौँ। बाइबल अनुसार मृत्यु भनेको आत्मा र शरीर छुट्टिने अवस्था हो। अब यो मृत्युपछि के हुन्छ भन्ने कुराहरू हामीले बुझ्न जरुरी छ, तर धेरै मानिसहरूलाई मृत्युपछि के हुन्छ भन्ने कुराहरू थाहा छैन। यो संसारमा रहेका धेरै पुस्तकहरूले मृत्युपछि पनि मानिसको आत्माले पुनर्जन्म प्राप्त गर्छ र नयाँ शरीरमा प्रवेश गर्छ भनेर सिकाउँछन्। त्यति मात्र होइन, धेरै पुस्तकहरूले हाम्रो आत्मा अमर हुन्छ तर शरीर चाहिँ नाश्वर हुन्छ। यसकारण जब उसको आत्माले त्यो पुरानो शरीरलाई त्याग्छ र आफूले गरेको कर्म अनुसार नयाँ शरीर धारण गर्छ भन्ने कुरा पनि सिकाएका छन्। त्यो नयाँ शरीर चाहिँ उसले गरेको कामको आधारमा उसले प्राप्त गर्दछ। उसले राम्रो काम गर्यो भने राम्रै जन्म प्राप्त गर्छ, तर नराम्रो काम गर्यो भने उसले नराम्रो ठाउँमा जन्म प्राप्त गर्छ भन्ने कुरा। नराम्रो काम गर्नेले चाहिँ दुखी जीवन वा तल्लो योनिमा जन्म प्राप्त गर्छ भनेर पनि सिकाउँछन्। यी योनिहरू चाहिँ धेरै छन्, लगभग 84 लाख योनिहरू हुन्छन्, जसमा मानिस, पशु, किरा, फट्याङ्ग्रा, राक्षस आदि पर्दछन्। त्यो आत्माले चाहिँ आफ्नो कर्म अनुसार यी योनिहरूमा जन्म लिन्छ भनेर धेरै पुस्तकहरूले सिकाउने गर्दछन्। त्यति मात्र होइन, त्यो आत्माले साँचो रूपमा भक्ति गर्छ, सुकर्म गर्छ र ज्ञान प्राप्त गर्छ भने मात्र त्यो आत्माले मोक्ष प्राप्त गरी पुनर्जन्मको चक्रबाट मुक्त हुन्छ भन्ने कुराहरू सिकाउँछन्। यसकारण थुप्रै पुस्तकहरूले यो कुराहरू बताएका छन्। मानिसको मृत्युपछि पनि उसले फेरि पुनर्जन्म प्राप्त गरेर यस संसारमा आउँछ। कहिले ऊ चाहिँ मानिसको रूप लिएर आउँछ, कहिले किरा फट्याङ्ग्राको रूप लिएर आउँछ, कहिले चाहिँ विभिन्न पशुहरूको रूप लिएर आउँछ, कहिले चाहिँ उसले राक्षसको रूप लिएर आउँछ। यो चाहिँ उसले संसारमा रहेर गरेको कर्म अनुसार विभिन्न योनिमा उसले चाहिँ जन्म लिन्छ भन्ने कुराहरू पनि उनीहरूले सिकाएका छन्। तर हामी विश्वासीहरूले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा हो कि हामी विश्वासीहरूको पनि मृत्युपछि पुनर्जन्म हुन्छ त? हुन्छ भने कस्तो योनिमा जन्म हुन्छ, कहाँ जन्म हुन्छ? के विश्वासीहरू पनि किरा फट्याङ्ग्रा बन्ने हुन् कि, पशु बन्ने हुन् कि, राक्षस बन्ने हुन् कि, होइन मानिसै भएर जन्मिने हुन् भन्ने कुराहरू हामी विश्वासीले बुझ्नु जरुरी छ। त्यसकारण यस भिडियोमा तपाईलाई म यी कुराहरू बताउनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। बाइबल अनुसार हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा यो हो कि बाइबलले हामीलाई मृत्युपछि पनि जीवन छ भन्ने कुराहरू सिकाउँदछ, तर मृत्युपछि बाइबलले फेरि मानिसको पुनर्जन्म हुन्छ भन्ने कुरा चाहिँ सिकाउँदैन। त्यो कुरा हामीले बुझ्नु पर्यो। हिब्रू 9:27 मा लेखेको छ, जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ, त्यसपछि इन्साफ भनेर। त्यसकारण जब मानिसको मृत्यु हुन्छ त्यसपछि के हुन्छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। यदि विश्वासीको मृत्यु हुन्छ भने उसको आत्मा चाहिँ तुरुन्त परमेश्वरको उपस्थितिमा प्रवेश गर्दछ अथवा स्वर्गमा त्यसको आत्मा जाँदछ। तर अविश्वासीको मृत्युपछि उनीहरूको आत्मा चाहिँ पातालमा जान्छ भनेर बाइबलले बताएको छ, जहाँ चाहिँ पीडा र दुःख कष्ट हुन्छ। त्यसपछि फेरि धर्मी र अधर्मी दुवैको पुनरुत्थान हुन्छ भन्ने कुरा पनि बाइबलले बताएको छ। त्यो कुरा हामीले बुझ्नु पर्दछ। येशू ख्रीष्टको दोस्रो आगमन हुँदा जसले येशू ख्रीष्टमा विश्वास गरेका छन् ती सबै धर्मी व्यक्तिहरूको पुनरुत्थान हुनेछ र तिनीहरूले महिमित शरीर प्राप्त गर्नेछन् भन्ने कुरा बाइबलले बताएको छ। त्यति मात्र होइन, समयको अन्तमा अधर्मीहरूको पनि पुनरुत्थान हुनेछ भन्ने कुरा पनि बाइबलले बताएको छ। अधर्मीहरूको पुनरुत्थान भएपछि उनीहरूले पनि परमेश्वरको न्यायको सामना गर्नुपर्नेछ। त्यसकारण धर्मी व्यक्तिहरूको पनि परमेश्वरले न्याय गर्नुहुनेछ र अधर्मी व्यक्ति जसले परमेश्वरलाई विश्वास गरेका छन्, येशूलाई अस्वीकार गरेका छन्, ती व्यक्तिहरूको पनि परमेश्वरले न्याय गर्नुहुनेछ भन्ने कुरा बाइबलले बताएको छ। त्यसकारण मृत्युपछि धर्मी र अधर्मी दुवैको न्याय हुनेछ भन्ने शिक्षा चाहिँ बाइबलले स्पष्टसँग बताएको छ। मृत्युपछि पहिला दुवैको पुनरुत्थान हुन्छ, त्यसपछि तिनीहरूको न्याय हुन्छ भन्ने कुरा पनि बाइबलले बताएको छ। त्यो कुरा हामीले बुझ्नुपर्छ। येशूमा विश्वास गर्नेहरूको पाप पूर्ण रूपमा क्षमा भइसकेको कारणले गर्दा तिनीहरूलाई उनीहरूको काम अनुसार इनाम दिनको लागि अथवा प्रतिफल दिनको लागि येशू ख्रीष्टले न्याय गर्नुहुनेछ भन्ने कुरा बाइबलले बताएको छ। किनकि दोस्रो कोरिन्थी 5:10 ले भन्दछ, किनकि हामी सबै ख्रीष्टको न्याय आसनको सामुन्ने खडा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ भनेर। त्यसकारण विश्वासीको पनि न्याय हुनेछ। त्यो चाहिँ तिनीहरूले दण्ड पाउनको लागि होइन, तर तिनीहरूले संसारमा हुँदाखेरि प्रभुको लागि कस्तो सेवा गरेका छन्, कस्तो काम गरेका छन्, त्यसको इनाम दिनको लागि विश्वासीको न्याय हुनेछ भन्ने कुरा बाइबलले स्पष्टसँग बताएको छ। त्यसकारण न्यायको सामना विश्वासीले पनि गर्नुपर्छ, अविश्वासीहरूले पनि गर्नुपर्छ। तर अविश्वासीको न्याय चाहिँ तिनीहरूलाई दण्ड दिनको लागि गरिनेछ। तिनीहरूको न्याय पनि तिनीहरूले गरेको कामको आधारमा हुनेछ। संसारमा हुन्छ नि तिनीहरूले कस्तो खालको काम गरेका छन् त्यही अनुसार तिनीहरूको न्याय परमेश्वरले गर्नुहुन्छ। त्यति मात्र होइन, तिनीहरूको नाउँ यदि जीवनको पुस्तकमा भेटाएन भने उनीहरूलाई परमेश्वरले आगोको भट्टीमा फालिदिनुहुनेछ, जुन चाहिँ दोस्रो र
अनन्त मृत्यु हो भन्ने कुरा बाइबलले बताएको छ। तपाईँले प्रकाश 20:15 मा पढ्नुभयो भने त्यहाँ यसरी लेखिएको छ, जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटाइएन त्यो अग्निकुण्डमा फालियो भनेर। यसकारण तपाईँको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटाइएन भने तपाईँ अग्निकुण्डमा फालिनुहुनेछ। जीवनको पुस्तकमा नाम लेखाउनको लागि तपाईँले येशूलाई मेरो प्रभु र मेरो मुक्तिदाता भनी ग्रहण गर्नुपर्दछ। यसकारण सबै विश्वासीहरूको र अविश्वासीहरू दुवैको पुनरुत्थान हुनेछ र पुनरुत्थानपछि दुवैजनाले न्यायको सामना गर्नुपर्नेछ। विश्वासीहरूको न्याय चाहिँ उनीहरूलाई इनाम दिनको लागि हुनेछ भने अविश्वासीहरूको न्याय चाहिँ उनीहरूलाई दण्ड दिनको लागि हुनेछ भन्ने कुराहरू बाइबलले स्पष्टसँग बताएको छ। परमेश्वरले विश्वासीहरूलाई भविष्यमा अनन्त जीवन दिनुहुनेछ। हुन त अनन्त जीवन येशू ख्रीष्टमा विश्वास गरेकै बखत हामीले प्राप्त गर्छौँ, तर मृत्युपछि पनि ऊ जब स्वर्गमा जान्छ उसले चाहिँ अनन्त जीवन प्राप्त गर्नेछ र अनन्तसम्म ऊ चाहिँ परमेश्वरसँग बस्नेछ भन्ने कुरा बाइबलले बताएको छ। तर अविश्वासीहरूको गन्तव्य चाहिँ नरक हुनेछ। जब परमेश्वरले उनीहरूको काम अनुसार उनीहरूको न्याय गर्नुहुनेछ, उहाँले आगोको भट्टीमा फालिदिनुहुनेछ, जुन चाहिँ दोस्रो र अनन्त मृत्यु हो भन्ने कुराहरू बाइबलले स्पष्टसँग बताएको छ। यसकारण मृत्युपछि पनि जीवन छ। चाहे तपाईँ स्वर्गमा जानुहोस्, चाहे तपाईँ नरकमा जानुहोस्, तपाईँ अनन्तसम्म बाँच्नुहुनेछ। स्वर्गमा तपाईँले अनन्त जीवन पाउनुहुनेछ भने नरकमा तपाईँले अनन्त पीडा भोग्नुहुनेछ। त्यसकारण तपाईँको मृत्यु भयो भने तपाईँ फेरि यो संसारमा जन्म प्राप्त गर्नुहुन्न। जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ, त्यसपछि इन्साफ भनेर बाइबलले बताएको कारणले गर्दा मृत्युपछि सबै मानिसहरूको पुनरुत्थान हुनेछ, त्यसपछि तिनीहरूको न्याय हुनेछ। न्यायपछि तिनीहरू कि त स्वर्गमा जानेछन् कि त नरकमा जानेछन्। यसकारण यस संसारमा रहन्जेल तपाईँ हामीले येशू ख्रीष्टलाई चिन्नुपर्छ र उहाँलाई मेरो प्रभु र मेरो मुक्तिदाता भने ग्रहण गर्नुपर्छ। त्यो गर्नुहुन्छ भने तपाईँले स्वर्गमा आफ्नो ठाउँ चाहिँ सुरक्षित राख्नुहुन्छ। येशू चाहिँ तपाईँ हाम्रो लागि ठाउँ तयार गर्नको लागि स्वर्गमा जानुभएको छ। ठाउँ तयार पारेपछि म तिमीहरूलाई लिन आउने छु र तिमीहरूलाई म कहाँ लैजानेछु भनेर उहाँले यूहन्ना 14:1-3 भन्नुभएको छ। त्यसकारण तपाईँले येशूलाई मेरो प्रभु र मेरो मुक्तिदाता भनी ग्रहण गर्नुहुन्छ भने तपाईँ स्वर्गमा जानुहुनेछ र अनन्त जीवन प्राप्त गर्नुहुनेछ। तर तपाईँले उहाँलाई अस्वीकार गर्नुहुन्छ, उहाँको सुसमाचारलाई तपाईँले तिरस्कार गर्नुहुन्छ भने तपाईँले जाने ठाउँ चाहिँ नरक नै हो भन्ने कुरा बाइबलले स्पष्टसँग बताएको छ। यसकारण हामीले यो जीवित छँदै कहाँ जाने भन्ने कुराको निक्लियर चाहिँ गर्नुपर्छ। त्यसपछि मात्रै हामी भविष्यमा जब हाम्रो मृत्यु हुन्छ हामी स्वर्गमा जानेछौँ र आफ्नो ठाउँ सुरक्षित गर्न सक्नेछौँ। हस्, यति भन्दै म भिडियो बन्द गर्न चाहन्छु। फेरि अर्को भिडियोमा भेट्नेछु। यहाँहरू सबैलाई जय मसीह।